तपाईको पनि बच्चा बेलामा सरलाई गएर कुरा लगाइदिने कोही आफ्नो साथी थियो भने उसलाई यो भिडियोमा ट्याग गरिदिइहाल्नुहोस् त। किन थाहा छ? किनभने बालेन सरकारले त्यस्तो मान्छेहरूलाई पुरस्कृत गर्दैछन्। भ्रष्टाचार तथा गैर कानूनी गतिविधि विरुद्ध सूचना दिने व्यक्तिलाई प्रोत्साहन स्वरूप 15% सम्म पुरस्कार सरकारले प्रदान गर्दैछ। अब यो न्यूज त तपाईले पहिले नै थाहा पाइसक्नु भएको थियो होला। कसरी गर्ने त कम्प्लेन? यसको बारेमा आज तपाईलाई बताउँछु। भिडियो अन्तिमसम्म हेर्नुस् र सबैजनालाई शेयर गरिदिनुस् है। कर छलीको बारेमा कम्प्लेन गर्न तपाई राजस्व अनुसन्धान विभागको वेबसाइटमा जानुस् र गुनासो तथा सुझाव फर्म भर्नुहोस्। यदि तपाईको सूचना सही साबित भएमा तपाईले 15% सम्म पुरस्कार पाउन सक्नुहुनेछ। त्यसैगरी भ्रष्टाचार विरुद्ध कम्प्लेन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेबसाइटमा गएर अनलाइन कम्प्लेन फर्म भर्न पनि सक्नुहुनेछ वा यो इमेल एड्रेसमा डिटेल पनि पठाउन सक्नुहुनेछ। यसरी डिटेल्स पठाउँदा सम्भव भएसम्म जति धेरै विवरण र प्रमाण पठाउन सक्नुहुन्छ त्यति नै धेरै पठाउनु होला, किनकि यसले इन्भेस्टिगेटर्सहरूलाई धेरै मद्दत पुग्नेछ। हाम्रो देशमा कर छल्ने, घुस खाने, ब्ल्याक मार्केटिङ गर्ने मान्छेहरूको कमी त छैन। तपाईले नै धेरै जना चिन्नु भएको पनि हुन सक्छ। त्यसैले घर बसी बसी पैसा कमाउँदै देशका यी धमिराहरू सखाप पार्न तपाई रेडी हुनुहुन्छ त?